बुटवल उपमहानगरपालिकाले अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर चलाएको छ। झण्डै 1 दशकदेखि अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर चलाएको हो। उच्च अदालत तुलसीपुर बुटल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गामा आइतबार बिहान डोजर चलाएको हो। डोजर चलाउने भएपछि त्यहाँका मानिसहरूले स्वस्फूर्त रूपमा सामानहरू सारेका थिए। बुटवल उपमहानगरपालिका 4 जेसिस चोकबाट उत्तरतर्फको सडकमा रहेको पश्चिमतर्फ अतिक्रमणमा साविकको किता नम्बर 396 को 2 बिघा 5 कट्ठा 14 धुर क्षेत्रफलमा रहेका भौतिक व्यवस्थापन समितिको वैशाख 9 गते बसेको प्रमुख जिल्ला अधिकारी सहितको बैठकले बुटवल उपमहानगरपालिकालाई उक्त क्षेत्रमा निर्माण गरिएका घर टहरा हटाउन अनुरोध गर्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार उच्च अदालतले उपमहानगरपालिकालाई पत्र पठाएको थियो। उपमहानगरपालिकाले पत्र प्राप्त गरेपछि शनिबार बेलुका घर टहरा हटाउनको लागि माइकिङ गर्दै सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि आइतबार बिहानैदेखि बसोबास गरेकाहरू आफैले सामान निकालिरहेका छन्। अदालतको गेट अगाडि निर्माण गरेका 8वटा घर टहरा हटाइँदैछ।